हजुर हामी जाने आजै ए ल मैले रेडी भएर निस्किहालेँ ल हस् थ्याङ्क यू हेलो नमस्ते अनि हार्दिक स्वागत छ यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा आज म धेरै पछि भ्लग बनाउन गइरहेको छु र आज हामी घाँजुक जाँदैछौँ घाँजुक चाहिँ पोखरादेखि 2-3 घन्टा जति लाग्नेछ आज हामी बाइक राइड गर्दैछौँ साथी र म उमेश र म आज जाँदैछौँ बाटोमा के कस्तो रमाइलो हुन्छ म हजुरलाई देखाउनेछु म रेडी भइसकेँ गाइस अब हामी खाजा खाएर एकछिनमा निस्किनेछौँ उतै भेटौँला आहा गाइस यति बेला हामी यहाँ खाजा खान आइरहेको छौँ अब जुन गरी खाजा पाउने के छ खाजा खानु सरल छ अरू खा हजुर ल छिटो छिटो गरेर आउनु कस्तो लाग्यो झर्ना आज घन्द्रुक जाने होइन हामी फाइनल्ली घान्द्रुक आइसकेका छौँ ल भाइहरू हामीलाई यहाँ लिन आइसकेका छन् भाइहरूसँग केही खतरा ट्यालेन्ट छ अरे ल भाइहरूसँग भाइ तिम्रो नाम के हो समीर घताने तिम्रो सुस्तान घताने यो सानो भाइको नाम के हो तिम्रो घताने तिमीहरूले के गीत गाउन जाने हो तिमी मैले के हो तिम्रो ल गीत गाउ त एउटा ल के हो तिम्रो नाम बनी परिचय ताम हिमा जस्तै रहेछ तिमी बिहानीको नाम नाच न तिमी त नाच लायो है लायो लायो रौसीले लायो रौसीले भन्दा पनि चौसीले बुलायो लेखु लेखु लाग्छ मलाई चौसीले प्रेम पत्र हैन सामने यस्तो जिल्लामा त नराख्नु दाइहरु घान्द्रुकको स्वागत छ आउनु है हो त्यति हुन्छ नि आउनु सानो भाइ हजारौं त गर्लफ्रेन्ड छ ओरियो कालु दाइको हजारौं त गर्लफ्रेन्ड छ
भाइ तिम्रो गर्लफ्रेन्डको नाम भन त तिम्रो चाहिँ छ होला छैन कसको छ तिम्रो छ स्कुलमा छ स्कुल तपाईँ होटलको नाम भनिदिनु न दाइ होटल ग्रिन भ्यू यहाँको विशेषताहरू विशेष के छ भनेको ओपन एरिया होइन क्लियर छ कसैको एकदम तपाईँको घर चाहिँ अब टिपिकल घर हो यो। हजुर तपाईँको बाटोहरू सबै रुमहरू हेर्नलाई यहाँ ओपन एरिया छ कसै बजार होइन तपाईँको नाचगान अग्रमग्रम सबै चिज भएको घर हो। अनि यो गाउँको पनि विशेषता भनिदिनु न गाउँको गाउँको विशेषता हेर्ने हो भने तपाईँको यहाँ चाहिँ शुद्ध खानपिन छ होइन हजुर। शुद्ध पानीहरू छ तपाईँको बजारको सिस्टम छैन यहाँ चाहिँ पुरै मेरो घरको स्थिति हेर्ने भने अर्गनाइज मात्रै हुन्छ है फेरि हजुर। सागसब्जी अग्रमग्रम दुध लोकल भइसकेको हरेक चिजहरू हुन्छ गाउँको वातावरण पनि एकदम राम्रो छ भाइ हस् थ्याङ्क यू दाइ नाच्नु के ओहै यति बेला हामी घान्द्रुक भिलेजमा घुमिरहेको छौँ र हामी एकदम रमाइलो गरिरहेको छौँ एकदम राम्रो छ यो घान्द्रुक तपाईँहरू पनि आउनु एकचोटि घुम्न हाम्रो उमेश सरलाई कस्तो लाग्यो एकदम राम्रो गजब रहेछ अनि बाटो कस्तो रहेछ बाटो त ठिकै रहेछ बाटो ठिकै रहेछ बाटो बन्दै रहेछ अगाडिसम्म अनि अलिकति अफरोड पनि हिँड्नु पर्यो जस रमाइलो छ आफैमा आइलाग्यो कि खै के जवानी भरको ढाँटेको हामी चाहिँ अहिले घान्द्रुकबाट फर्किँदैछौँ घान्द्रुकमा बसेर एकदम रमाइलो भयो एकदम इन्जोय गरियो घान्द्रुक गाउँ पुरै घुमियो हिमाल पनि हेर्दै अलिअलि हल्का मात्र खुलेको थियो अब हामी चाहिँ फर्किँदैछौँ यस्तो गर आफ्नै बाटो लागौँ है अब